जलवायु परिवर्तनीय असर कमियात वातावरण मैत्री समाज निर्माण आवश्यक जुगुली विगतेस बब्युगुदु बौद्ध महिला संघ नेपाल शुक्रबार येले यागु जलवायु परिवर्तन सम्बन्धी ज्याजोले वातावरण मैत्री समाज निर्माण आवश्यक जुगुली विगतेस बब्युगुख बौद्ध महिला संघ नेपाली अध्यक्ष सुजाता मानन्दरिया अध्यक्षता जुगु ज्याजोले विगतेस जलवायु परिवर्तन मिस्तेगु जीवन युगको प्रभावित जुगु तथ्याङ्कन प्रस्तुत यागुख यो विषयवस्तुमा तपाईहरुमध्ये धेरैले सुन्नु भएको पढ्नु भएको हुन सक्छ हैन तर उहाँहरूले जुन गहन अध्ययन गर्नुभएको छ जुन उहाँको अनुभव छ र जुन उहाँले चाहिँ भनौँ न एक किसिमको कहिलेकाहीँ सडकमै आएर पनि जुन किसिमको चाहिँ एडभोकेसी गर्नुभएको छ यो वातावरण क्लाइमेट चेन्जको विभिन्न पक्षहरूमा त्यो पक्षमा काम गर्नुभएको हुनाले चाहिँ एकदमै राम्रो छनौट चाहिँ यो प्यानलको चाहिँ भएको जस्तो लाग्छ। ज्याजोले सामाजिक अभियन्तालिसे वातावरणविद अनिल चित्रकार भूषण तुलाधर अमिता तुलाधर लगायत जलवायु परिवर्तनीय असरबारे नवारा दिएको ख हाम्रो टप चाहिँ वाटरप्रुफ हाम्रो छाना वाटरप्रुफ हाम्रो घर जाने बाटो वाटरप्रुफ हाम्रो बाटो पनि वाटरप्रुफ अनि पानी पर्दाखेरि त्यो पानी जुन जमिनमा जानुपर्ने हो त्यो त सबै बग्यो अनि त्यो बग्दाखेरि नदीमा बाढी आउने कारण के भन्दाखेरि जमिनमा पानी सञ्चय नभएकोले त्यसैले आजैदेखि हाम्रो बौद्ध सङ्घको सदस्य बन्नलाई हैन आफ्नो घरमा भएको सिमेन्टी अलिकति फुटाल्ने ताकि पानी चाहिँ जमिनभित्र जाओस् र त्यो पानी जमिनभित्र गयो भने तपाईँको इनारमा वर्षभरि पानी पनि हुन्छ र बागमती समयमा बाढी आउने कम हुने भएर जान्छ। सबभन्दा पहिला त जलवायु परिवर्तन हुनुमा हामी सबैको भूमिका छ पुरुष होस् या नारी र नारीहरू महिलाहरूले पनि विभिन्न क्रियाकलापहरू गर्दाखेरि हरित गृह ग्यास जुन उहाँले भन्नुभयो कार्बन डाइअक्साइड मिथेन जस्ता ग्यासहरू उत्सर्जन गर्छन् त्यसमा कमी ल्याउन हामी सक्छौँ चाहे भान्साघरमा होस् अथवा आजकल महिला पुरुष सबैले मोटरसाइकल गाडीहरू चढ्ने गर्छन् त्यो मोटरसाइकल गाडीहरू चढ्ने पनि अलिकति कम गर्न सकिन्छ अथवा त्यो मोटरसाइकल गाडीहरूलाई पनि विद्युतीयमा रूपान्तरण गर्न सक्छौँ अथवा त्यसको राम्रो मेन्टेनेन्स मात्रै गर्ने हो भने पनि त्यसबाट गर्नुहुने उत्सर्जन धेरै जतिसम्म घटाउन सकिन्छ। प्रकृतिबाट आएको हो नि कति ग्रिन हाउस ग्यासहरू फालेर बनेका सामानहरू हो नि त्यो सामानहरू जथाभावी लापरवाहीको रूपमा यसलाई उपभोग नगरौँ त्यो युज गर्ने बेलामा हामी माइन्डफुलनेस भइदियौँ होस पुर्याइदियौँ यो भयो है माइन्डफुलनेस एन्ड क्लाइमेट चेन्जको कुरा यो भयो हरेक पल चाहिँ हामीले होस पुर्याउनु पर्ने अवस्थामा आइसकेको छ। अनि अर्को कुरा के छ र भन्दाखेरि मैत्री र करुणाको कुरा गर्ने हो भनेदेखि अब बुद्धले चाहिँ सधैँ सबै प्राणीहरूलाई मैत्री र करुणा राख्नुपर्छ भन्नुभएको छ। यदि मैत्री र करुणा राख्ने हो भगवान् बुद्धले भनेको कुरा हामीले सुन्ने हो भनेदेखि हामीले के गर्नु पर्यो क्लाइमेट चेन्जको लागि लड्नु पर्यो। ज्याजोले बौद्ध महिला संघ नेपाली अध्यक्ष सुजाता मानन्दर उपाध्यक्ष मीरा ज्योति महासचिव चन्द्रदेवी साक्य रत्नमान साक्य लगायत संस्था ज्याएबारे जानकारी दिएको ख बौद्ध महिला संघ नेपालको तर्फबाट यस महत्त्वपूर्ण कार्यक्रमलाई यहाँसम्म ल्याउनु र सफलतापूर्वक सञ्चालन गर्नमा लागेको सबै सहयोगी र साथीहरूलाई हृदयदेखि नै हामी धन्यवाद दिन चाहन्छौँ। सर्वप्रथम त हाम्रा वातावरण विज्ञहरू अनिल चित्रकारज्यू भूषण तुलाधरज्यू तथा अमिता तुलाधरज्यूलाई मुरी धन्यवाद दिन चाहन्छौँ। हाम्रो अनुरोध स्वीकार गरेर आज यस भेलामा आइदिनु भएकोमा हामी गौरवान्वित छौँ। मलाई आशा छ जुन ज्ञान यहाँहरूले बाँड्नुभयो यसलाई मनन गरेर हामी आफ्नो परिवार साथीभाइ तथा सञ्जालमा साझेदारी रूपमा जान जनचेतना जोगाउनेलाई हामी अगाडि बढ्नेछौँ।